तेरी मोहब्बत में जगना भी है। वेलकम टु माई युट्युब च्यानल गाइस। हामी आज फाइनल्ली होइन हाम्रो भ्लगर आउँछ फेरि पोखरा टु काठमाडौँको ब्याक टु ब्याक भिडियोहरू हामी हाल्नेछौँ। गाइस तपाईँहरू हामीलाई सपोर्ट गरिदिनु होला। बिहानै मर्निङमा निस्केको 5 बजे हामी अँध्यारै हुँदै हामी मुगलिन त्यहाँ हामी थानकोट कटिसकेका थियौँ। थानकोटको त्योमा चाहिँ हामी थानकोटको सुरुमा कटेर हामी राम्रैसँग उज्यालो हुँदै गइरहेका थियौँ। ओ बाबा कस्तो गाडी आइदिने है गाइस अगाडि लागेछ है, यो ठुलो गाडी हो हामीभन्दा अगाडि। यो गाडीलाई कसरी छोड्ने त अब कसरी साइड माग्ने त हामीले यो गाडीबाट। पछाडि नै गाडी आइरहेको छ, खेलेर पो ल्याउँछ हो बिचमा गाडी। कस्तो बाबा कस्तो गाह्रो है गाडी चलाउनु नि। त्यस्तै कस्तो स्पिडमा आइरहेको हुन्छ गाडीहरू, डर पो लाग्न आउँछ हो। हामी रमाइलो गर्दै गर्दै सेती खोलामा हामीले बाइकलाई अलि रेस्ट गऱ्यौँ, आराम गऱ्यौँ। अनि मलाई नुहाउने मन लाग्यो, म पौडी खेल्न गएँ। रमाइलोसँग पौडी खेल्यौँ। यो सेती नदी भन्छ यसलाई। हामीले त्यहाँमा गाडीको इन्जिन सेलाएर अलि गाडीलाई साफ गरेर हामीले त्यहाँ नुहायौँ। त्यसपछि हामी फेरि अनि पोखरातिरको बाटो लाग्यौँ। बाटो अलि अप्ठ्यारो थियो, पोखरातिर त अलि सजिलै थियो। त्यहाँबाट हामी अगाडि बढ्यौँ। त्यहाँ कस्तो एट्र्याक्सन के कस्तो ट्रक आइदियो क्या बाबा है, कस्तो गाह्रो है। त्यसपछि हामी फेरि त्यहाँबाट हामी अगाडि बढ्यौँ। अगाडि खाल्डा खुल्डै हुँदै हुँदै हामी फाइनल्ली काठमाडौँ हुँदै हामी फेरि बन्दीपुरमा आइसकेका छौँ। रोड एकदम यो त बयानै गर्न नसकिने रोड के यार। यो यस्तो नि रोड हुन्छ यार, हेर बन्दीपुरको रोड है यो गाइस। बन्दीपुर है गाइस, यो बन्दीपुर। जसो बल्ल गरी हामी पोखरा पुग्न सफल भयौँ। पोखराको हामी फेवातालमा हामी सर्वप्रथम फर्स्ट टाइम देखेका थियौँ। हामीलाई अमेजिङ फिलिङ्स भयो त्यहाँको दृश्यहरू देख्दा। रमाइलो भयो एकदम। कहिले डुङ्गा नदेखेको मान्छे म त, चिन डुङ्गा देख्दा त 81 खतरा हुन पुगेछ। हामीले त्यसपछि त्यहाँको भ्यूहरू हेऱ्यौँ। त्यसपछि हामी त्यहाँबाट हामी डुङ्गामा चढेर जाने भन्ने कोसिस गरेका थियौँ। तर त्यहाँबाट चाहिँ हाम्रो 4 जना थियौँ न, हामी 2 जना मात्र थियौँ। त्यस कारणले हामीलाई महँगो हुन पुग्यो। जसको प्राइस थियो 800 प्राइस हुन पुगेको थियो। त्यसैले हामीले सँगै त्यो पानीको माथि तौरिँदै गर्दा, हामी डुङ्गामा चढ्दै गर्दा रमाइलो भयो। त्यहाँका पलहरू हामीले बिर्सनै नसकिने पलहरू बन्न पुगेछ। थाहा छैन त्यो कस्तो बनेछ। हामी त्यहाँबाट माथि लाग्यौँ। हामी माथि मन्दिरमा लाग्यौँ। त्यहाँ महादेवको मन्दिर थियो, महादेवमा अवलोकन गऱ्यौँ। तर हामीले पूजा गर्न पाएनौँ। आराम है सबसे सुरुवात में एक तुम है हम यता सर हैन हामी हैन। त्यसपछि हामी त्यहाँको बाटो हुँदै हामी तल एउटा गुप्तेश्वर भन्ने ठाउँमा हामी तल राइडिङ भयौँ। हामी तल आएपछि त्यहाँ एउटा एकदम भनौँ न प्रसिद्ध ठाउँ त्यहाँको। हामी त्यहाँ स्तूपमा हामी गयौँ। त्यहाँमा एकदम साइलेन्ट, भिडियो खिच्न नि नमिल्ने रहेछ, हामी तलबाट खिचेको। त्यसपछि हामी फेरि त्यहाँबाट तल लाग्यौँ। रात परिसकेको त्यसपछि हामी बिहान सारङकोटको डाँडोतिर लाग्यौँ। त्यहाँको बाटो राम्रो थियो, तर सारङकोटको बाटो चाहिँ हामीले त्यस्तो राम्रो भ्यू देख्न पाएनौँ। किनकि त्यहाँको अलि हाउडोले गर्दा, अलि तुहालले गर्दा हामीले त्यहाँबाट पोखराको दृश्य हेर्न सकेनौँ। तैपनि हामीलाई त्यहाँको दृश्यहरू हेर्दा हामीलाई रमाइलो लाग्यो। हामीले त्यहाँमा भएका प्रत्येक चिजहरूलाई अवलोकन गऱ्यौँ। त्यहाँमा रहेका राम्रा धाराहरू कस्तो धेरै अमेजिङ खालको कि कति धेरै हामीले धाराहरू हेऱ्यौँ। हामीले अनि त्यहाँ जल खाने प्रोसेसमा हामी लाग्यौँ। त्यसपछि हामी त्यहाँ घुम्दै गर्दै हामी अलि थाकिसकेका थियौँ। अब कि हाम्रो 2 दिन भइसकेको थियो हामी घुम्दै थाकिसकेका थियौँ। हामी त्यहाँबाट सारङकोटबाट हामी सिधै अब तल घर फर्किनुपर्छ भनेर हामी आएका थियौँ। तल हामीले
थोरै एउटा होटलमा बसेर नास्ता खायौँ। त्यसपछि हामी फेरि बेगनास थालमा आयौँ। बेगनास तालमा हामीले त्यहाँ माछा मार्ने प्रोसेसहरू हेर्दै थियौँ। एउटा दाइसँग हामीले कुरा गरेका थियौँ। तर रमाइलो थियो त्यहाँको दृश्यहरू। हामी त्यहाँकै नजिकको होटलमा बस्यौँ र खाना खायौँ। हामी त्यहाँबाट हुँदै हामी करिब 12 बजे घर आउनको लागि काठमाडौँ आउनको लागि हामी काठमाडौँ आउनको लागि हामी त्यहाँको बाटोमा हामी हिँड्यौँ। बाटो अलि अप्ठ्यारो थियो तैपनि हामी सहजै काठमाडौँ पुग्न सफल भयौँ। गाइज हाम्रो यो दिनचर्या यसरी नै बित्यो न्यु इयरमा। हस् त थ्याङ्क यू।